यो जुन दुर्दशा हुँदैछ नि अब यो राजनीतिकै कुरा गरौँ अलिकति यो तपाईँलाई एउटा कुरो तपाईँ मान्नुहोस् न कुन आमाको छोराले कुन नेपालीले सिंहदरबारमा आगो लगाउँछ कुन नेपालीले सर्वोच्च अदालतमा आगो लगाउँछ कुन नेपालीले नि विदेशीहरूलाई उ गराउनलाई चुनाव गराउँछ गरायो त होइन आर्मीहरू परिचालन गरेर पुलिसहरूको आइजिपी हेर्नुहोस् त दानबहादुर कार्कीजी लाउनु भयो फुली 2 वर्ष पछाडि त जाने सडकमै हो फेरि खापुङको अवस्था हुनसक्छ होइन खापुङ त बरु खापुङलाई दोष लाउनु त बेकार हो खापुङ त एउटा नेपाल आमाको प्रतिवेदनमा चाहिँ खापुङलाई थुन्ने भन्ने छ अरे नि दाइ खापुङलाई पहिला थुनेर हेर्नु न त्यो सिंहदरबारमा आगो लगाउने योजनाकारलाई नथुनिकिन होइन सर्वोच्चमा आगो लगाएँ तेरो सिंहदरबार जलाएँ भन्ने गणेश कार्कीहरूलाई नथुनिकिन खापुङलाई छोडेर देखाउनु त सबै पुलिसमा विद्रोह भएन छ भने विद्रोह दुर्गा प्रसाईले गराउँछ पुलिसमा कार्की आयोगको प्रतिवेदन यति बाइपास भएको खण्डमा दुर्गा प्रसाई फेरि विद्रोह गर्न तयार छ जम्मै पुलिसले मलाई साथ दिन्छ जम्मै पुलिसले ल मैले एउटा कुरा भने पुलिसले नै तपाईँलाई थुन्छ दाइ पुलिसकै बारेमा तपाईँ किन छाती खोलेर बोल्नुहुन्छ होइन अन्यायको विरुद्ध त बोल्नु पर्यो नि त के सिंहदरबार जलिरहेको छ सर्वोच्च अदालत जलिरहेको छ पुलिस हेरिरहेको छ पुलिसले आफूलाई मार्न आएपछि ऊ हेरिरहेको छ राति 12 बजे उठाउँछ तपाईँलाई पुलिसले त मानव होइन उठाओस् उसको एउटा ऊ त्यही उसमा लागेको छ नि त त्यही भएर त मैले भने त अस्ति मैले पुलिसहरूलाई के भने पुलिसका ठुल्ठुला हाकिमहरूलाई मलाई लास्ट दिन भेट्न आएका थिए आफ्नै आमा जिम्मा लगायो होइन अर्कालाई आफ्नै छोरी जिम्मा लगायो होइन भोट अर्कालाई तिमीहरूलाई अपराध लाग्छ यो मेडल दिएको यो पोस्ट दिएको यो फुली दिएको तिमीहरूलाई अपराध लाग्छ तिमीहरूका सन्तान मासिएर जान्छन् भनेको छु मैले गलत गर्नेका सन्तानले बाँच्न यो धरतीमा बाँच्न पाउँदैन त्यसले गर्दाखेरि दुर्गाजी व्यवसाय गर्ने मान्छे थुपुक्क व्यवसाय नगरेर कसले उचाल्दैछ दुर्गालाई भन्ने पनि प्रश्न गर्छ नि मलाई कसैले उचालेको होइन मलाई यो धरतीको पीडाले यो धरती छटपटाएकोले यो नेपाल आमा छटपटाएकोले गर्दाखेरि म उहाँको धरती पुत्र हुनुको नाताले एउटा छोरो हुनुको नाताले एउटा नेपाली हुनुको नाताले मैले देश र नागरिकको लागि उठेको देशको माया तपाईँलाई एउटा कुरा भनौँ सिंहदरबारमा 2000 कति सालमा 17 साल कि 18 सालमा आगो लाग्यो होइन हजुर कीर्तिनिधि विष्ट प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजा वीरेन्द्रले त्यतिखेर राजीनामा नदेऊ भन्दाखेरि नि मैले देशको सुरक्षा गर्न सकिनँ त्यो पनि सिंहदरबारको सुरक्षा गर्न सकिनँ भनेर राजीनामा दिने कीर्तिनिधि विष्ट जस्ता पनि प्रधानमन्त्री जन्मे यहाँ थिए यो देशमा एसपीपी पास नगरौँ भनेर त गरे रहेछ नि त शेरबहादुरले नगरेपछि लात खाए होइन किन नगरे रहेछ दाइ शेरबहादुर देउवाले उसले बुझ्यो नि देशको लागि यहाँ त अमेरिकन सेना आउँछ उनीहरूको त यो एसपीपीमा त क्लियर छ त अमेरिकन सेना भन्दा त अन्तिममा शेरबहादुर देउवा नै देशभक्ति निक्लिने देखियो त त्यही अब उनीहरूको प्रतिवेदनले सार्वजनिक गर्छ त्यतिखेर 2079 साल असार 6 गतेको चाहिँ नि क्याबिनेटको डिसिजनै बाहिर ल्याइसके त भनेपछि त त्यसले त देखायो त सबैभन्दा फटाइ त गगनले गरेको रथ नि त गगन थापा सिधियो होइन पार्टीबाट अब गगन थापालाई कसले पत्याउने विश्व प्रकाशलाई कसले पत्याउने त्यसले गर्दा मैले फेरि शेरबहादुरको पक्षमा गरेको होइन देश र नागरिकको पक्षमा शेरबहादुरले त्यति चाहिँ गरे रहन्छ त्यही भएर म धन्यवाद दिन्छु शेरबहादुरलाई ओलीलाई राष्ट्रवादी मान्थे अन्ततगत देउवा चाहिँ राष्ट्रवादी रहेछ देश त दुख्छ नि त यार कसरी जानी विदेशी सेना ल्याउँछ तर अब यिनीहरूले ल्याउने वातावरण बन्दैछ अब यिनीहरू कस्तोमा परेका छन् थाहा छ एसपीपी पास नगरौँ अमेरिकाले लात हान्छ एसपीपी पास गरौँ जनताले लात हान्छन् जान्छन् कहाँ दुर्गा प्रसाद जस्तो मान्छे चाहिन्छ क्या बीआरआई पनि खारेज गर्छ एमसीसी पनि खारेज गर्छ एसपीपी पनि एसपीसी त हुँदैन अब अन्तिममा दाइ मध्यपूर्वमा जुन भइरहेको युद्ध छ त्यो युद्धले प्रभाव पारेको छ पाकिस्तान लगायतका देशहरूमा विद्यालय बन्द भइसके इन्डियामा थुप्रै होटलहरू बन्द भइसके नेपालमा त्यसको प्रभाव छिट्टै पर्ने नेपालमा त परिहाल्छ नि त्यसको लागि के भन्न चाहनुहुन्छ त्यसको लागि चाहिँ म के भन्छु भने जुन अमेरिकाले अहिले जुन साम्राज्यवादी जुन हिसाबले उसले आफ्नो सेनाहरू राखेर ऊ गर्दैछ नि त्यसको परिणाम सबै देशले अब कतार दुबई साउदी सबैले भोगे होइन बेस क्याम्प त्यसले गर्दा नेपाली जनतालाई के भन्छु भने तपाईँहरूले अस्ति चुनावमा त गल्ती भइहाल्यो यो फेरि एउटा कुरो के भयो भने केपी ओलीको घमण्ड अनि यो 36 वर्षसम्म कोही पनि प्रतिपक्षी भएन क्या सदनमा सबै गठबन्धन गरेर मिलेर खाने मिले महत्त्वको परिणाम हो यो अनि परिवार बिछोडिएको परिवार छोराछोरीलाई विदेश पठाउनु पर्ने श्रीमानलाई विदेश पठाउनु पर्ने विखण्डित परिवार डिप्रेसन
मान्छे साइकेटिक भएर भ्रष्टाचार यसले गर्दाखेरि यो भोट त्यसरी गएको फेरि विकल्प थिएन नि त अर्को गयो तर जाँदा जाँदै कहाँ गयो र अब यो भोट पाउनेलाई पनि नि अहिले गाह्रो भएको छ के गरौँ भनेर नलिन्नु नउगल्नु भएको छ अझै समय छ तपाईँहरूले देखिहाल्नुभयो मध्यपूर्वमा अब सुध्रिनुहोस् त्यो नगर्नुहोस् म सुध्रिनुहोस् नगर्नुहोस् म के भन्छु भने बालनजीलाई सबैभन्दा अब बालन प्रधानमन्त्री हुने हुन् कि को प्रधानमन्त्री हुने हो मलाई थाहा छैन म उहाँलाई जनताले जे भए पनि भोट दिएर पठाएको छ हिन्दू अधिराज्यको पक्षमा आउनुहोस् तपाईँ राज संस्थाको पक्षमा आउनुहोस् संस्कृति बचाउने काममा आउनुहोस् हामीलाई गरी खाने जस्तो हाम्रा विद्यार्थीहरूका कोटा बढाउनुहोस् नर्सिङ पढाउन दिनुहोस् होइन कोटा बढाउनुहोस् हामीलाई गरी खाएर ऋण तिर्ने वातावरण बनाइदिनुहोस् त्यति भयो भनेदेखि तपाईँ 25 वर्ष देश चलाउनु स्वर्णिम वाग्लेहरूले डायस्पोराबाट लगानी ल्याउने भन्छन् डायस्पोरा भनेको विदेशमा रहेका नेपालीहरूबाट लगानी ल्याउने भन्छ तर नेपालमै भएका व्यवसायीहरूलाई गर्न देऊ जस्तै तपाईँले अघि भन्नुभयो नि 13 वर्षसम्म तपाईँले खर्बौँ रुपियाँ घाटामा जानुभयो तपाईँलाई एफिलिएसन दिएन अन्तत एफिलिएसन दिँदाखेरि धेरै ढिला भइसकेको थियो तपाईँलाई जसले लोन तिरेन भन्छन् त्यो एफिलिएसनको कारणले गर्दा हो ढिलाइ भएको भन्दा बुझ्दैनन् अब आउने नयाँ नेतृत्वलाई यो कुरामा कसरी सुधार होस् भन्ने जानुहुन्छ तपाईँलाई म के भन्छु भने यिनीहरूले जति भने पनि नेपालमा लगानी आउँदैन किनभने यहाँका बच्चा विदेशमै गइरहेछन् पढाइ नै त्यस्तो छ सिस्टमै त्यस्तो छ र यहाँ जति नै लगानी ल्याए पनि के गर्नु कन्ज्युमर चाहिएन खोइ त कन्ज्युमर 2 करोड 90 लाख जनसङ्ख्या भएको ठाउँमा 1 करोड 60 लाख मान्छे छैन दिनको 10,000ले देश छोडेका छन् पहिला त देश छोड्ने रोक्नु पर्यो अब साउदी कतार नगए पनि इन्डिया गइहाल्छन् यहाँ बस्ने वातावरण छैन मलाई बस्ने वातावरण छैन मलाई धेर पेले भने मेरो प्रोपर्टीबाट मैले अब बिस्तारो बाहिर लानुपर्छ सालको 2-4 करोड त बाहिर लानु पर्यो नि त आफू पनि त जोगिनु पर्यो नि त परिवार त जोगाइदिनु पर्यो ल म त सकिएँ अरे म राष्ट्रवादी भएँ अरे मेरो नाति त राष्ट्रवादी हुन सक्दैन नि त म पो भएँ त मेरो पनाति त हुन सक्दैन नि मेरो त जिजुले हिजो 2500 रुपियाँ पृथ्वीनारायण शाहलाई देश जोगाउनलाई दिएको थियो त्यो नाताले पो त्यो लिगेसी जोडिएको छ र म छु त मेरो नातिले त मान्छ भन्ने छैन नि त त्यसले गर्दा तपाईँहरू के बुझ्नुहोस् भने यो सबै यिनीहरूले बुझ्नुपर्छ यो देशमा उद्यम गर्ने तपाईँहरू जस्तो मान्छेलाई चाहिँ अब आउने सरकारले हेर्नुपर्छ होइन यो देशमा त उद्योग धन्दा कल कारखाना गर्नु र बागमा चढ्नु एउटै हो भन्थे नि हुलासन गोल्छाले त्यो कुरो याद आउँछ यो देशमा उद्योग धन्दा कल कारखाना र व्यवसाय गर्नु भनेको अपराध गर्नु जस्तो सजाय भोग्नुपर्छ त्यसले गर्दाखेरि उहाँहरूले एउटा कुरा हामी जस्तो मान्छेसँग सल्लाह लिनु भएन भने र हाम्रा सुझाव मान्नु भएन भने यो सरकार केही पनि हुँदैन जे आए पनि भनेपछि अब हुनेवाला प्रधानमन्त्री अर्थात् अहिले त बालेन शाहलाई चुनिएको छ तपाईँसँग सल्लाह गर्न आउनु पर्यो आयो भनेदेखि सल्लाह लिन्छन् आएनन् भनेदेखि अब उनीहरूले के गर्नु त केही त छैन यसो अहिले हामीलाई मैले भन्ने नि 17 अर्ब रुपियाँ पैसा त बिमाको देशभरिको पैसा तिरेको छैन प्राइभेट हस्पिटलले बिमा गरिदिएको बरु टिचिङ हस्पिटलले बन्द गर्यो वीर हस्पिटलले बिमा बन्द गरिदियो सरकारी हस्पिटलले बन्द गर्यो सरकारको सेवा सुविधा लिएर हामीले त नलिँदा पनि नागरिकको दायित्व सम्झेर हामीले अहिले जुन ऋणपान गरेर बिमा चलाइरहेछन् मेरो 50 करोड पाउनु छ भनेपछि मैले पनि कहिलेसम्म थेक्ने बिरामीहरूलाई त्यसले गर्दाखेरि तलब कसरी दिने अब तपाईँको चाहिँ नि ढिकुटीमा पैसा छैन अनि रुखको फेदो र बटुलेर ल्याउँछ अर्थमन्त्री भएर स्वर्णिम वाग्ले ल्याउँछन् त स्वर्णिम वाग्लेजीलाई प्रश्न गर्नु तपाईले कहाँबाट ल्याउनुहुन्छ पैसा डियास्पोराका मान्छे डियास्पोरा भनेर इङ्ग्लिसबाट भनेर हुन्छ तपाईँका मान्छे कसैले पनि ल्याउँदैन यहाँ पैसा को आउँछ यहाँ कसैलाई विश्वासै छैन सरकारले अब यहाँ सुन्नु एसपिपी पास गर्ने बित्तिकै यहाँ अमेरिकन सेना आउँछ यो देश धुलीचाट हुन्छ भनेपछि कसैले लगानी गर्छ यहाँ खरानी हुन्छ भन्दा घर बनाउँछ त्यहाँ मान्छेले कस्तो खालको कुरा गर्नुहुन्छ हुँदैन नि भएको हामी निस्किन्छौँ भन्दैछौँ यहाँ निस्किने स्थिति आउन सक्छ बाँच्नु त पऱ्यो नि त भाइ संसारमा सबैभन्दा ठुलो कुरो त जिन्दगी बचाउनु त पऱ्यो नि त्यसले गर्दाखेरि तपाईँलाई म एउटा कुरा चाहिँ के भन्छु भने उहाँहरूले भने जस्तो सजिलो छैन ल जाउँ अमेरिका के चाहन्छ भने आफ्नो साम्राज्यवाद फैलाउन चाहन्छ आफ्नो कन्ट्रोलमा लिन चाहन्छ अमेरिका त्यसको लागि नेपालीहरू बिके त्यसका लागि नेपाली त जम्मै बिके त कसलाई माया रहेछ मैले भन्ने अघि यही धरतीले आर्मीको चिफ बनाएको होइन मेडल दिएको होइन पुलिसको आइजिपी बनाएको होइन तिनले नै मिलेर जिम्मा लायो त चुनाव गराएर हामीलाई थुनेर अनि तिनलाई के भन्नु तपाईँलाई चाहिँ भन्ने ठाउँ प्रष्टै छ दाइ तपाईँलाई थुनेर चुनाव गराएको छ मलाई त थुनेर चुनाव गराएको छ म त रोको छु चुनाव गरेको दिन यो जुन दुर्दशा हुँदैछ नि अब यो राजनीतिकै कुरा गरौँ अलिकति यो तपाईँलाई एउटा कुरो तपाईँ मान्नुहोस् न कुन आमाको छोराले कुन नेपालीले सिंहदरबारमा आगो लगाउँछ कुन नेपालीले सर्वोच्च अदालतमा आगो लगाउँछ कुन नेपालीले नि विदेशीहरूलाई उ गराउनलाई चुनाव गराउँछ गरायो त होइन आर्मीहरू परिचालन गरेर पुलिसहरूको आइजिपी हेर्नुहोस् त दानबहादुर कार्कीजी
लाउनु भयो फुली 2 वर्ष पछाडि त जाने सडकमै हो। फेरि खापुङको अवस्था हुनसक्छ। होइन खापुङ त बरु खापुङलाई दोष लाउनु त बेकार हो। खापुङ त एउटा नेपाल आमाको प्रतिवेदनमा चाहिँ खापुङलाई थुन्ने भन्ने छ अरे नि दाइ। खापुङलाई पहिला थुनेर हेर न, त्यो सिंहदरबारमा आगो लगाउने योजनाकारलाई नथुनी थियो। लडाइँमा जाँदाखेरि नि अर्कै रप थियो नि त। हामी के भने अभिभावकले एउटा लिडरले के गर्नुपर्छ भने जहाँ जान्छ नि त्यसको टोपी लाउने होइन, फेरि आफू त्यो बन्दैन। बच्चामा जाँदा बच्चा भन्दैन, बच्चै हो नि त, बच्चाबाट आयो नि त। उनीहरूले के चाहन्छ, मेरो पनि त साथीभाइ रहेछन् त, मलाई माया गर्दा रहेछन्, त्यो हरेक बच्चाले माया गर्छन्। किनभने जुन बजारमा जुन कुरा छ नि त्यो कुराको उल्टो छ नि त। मान्छेले त्यो के हुन्छ भन्दाखेरि एउटा त्यो लकी बिस्टरले भनेको छ नि, हामीले हिरो बनाउनु पऱ्यो भने त्यसलाई उठाउँछौँ, जिरो बनाउनु पऱ्यो भने त्यसलाई सक्छौँ भनेको छ नि त। त्यही हो मिडियाको खेल त त्यही हो नि, कसलाई हिरो बनाउने कसलाई जिरो बनाउने। मैले जति राम्रो काम अहिलेका लिडरले गरेको छ, कुनै लिडरले एउटा नेपालको अहिले भोट जितेर जाने लिडर भन्नुहोस्, अब हुनेवाला प्रधानमन्त्री भन्नुहोस्, मैले जति काम गरेको छ, मैले यो स्कुलबाट कतिजना छ अहिले 800 होइन, हेलो 80 जना विद्यार्थी त फ्री पढिरहेको छ नि। फ्री 80 जना विद्यार्थी अहिले फ्रीमा पढाइराख्नु भएको। फ्रीमा पढाएको छु। 80 जना विद्यार्थी त फ्रीमा पढाइरहेको छ होइन अहिले हामीले। फ्रीमा 10% गरेका छन् नेताहरूले। मैले पढाएको छु मेडिकल कलेजमा 10% फ्री पढाएको छु डाक्टर। सम्भवतः यो भिडियो हेर्दाखेरि अब आउने अथवा पुराना नेताहरूलाई लाज लाग्नुपर्छ। दुर्गा चरित्र फरक छ। पहिला सिक न आएर मसँग सिक भन्छु क्या, अहिलेकालाई पनि सिकाउने। अर्को कुरो हो सुनिल शर्माले नि कुरा गर्ने भने 1000 भन्दा बढी डक्टर पढायो क्या गरिबको छोरा। विश्वकर्माको छोरालाई डक्टर बनाएको छ, सतारको छोरालाई डक्टर बनाएको छ, मुसरको छोरालाई डक्टर बनायो त्यो मान्छेले है। आज त्यही मान्छेलाई त्यहाँका मान्छेले हराए क्या, कस्तो दुःखको कुरा। तर जसले भोट दिएनन् नि सुनिल शर्मालाई आज तिनलाई लाज हुन्छ। त्यस्तो मान्छे हो सुनिल शर्मा। सुनिल शर्मा भनेको त नेपाली काङ्ग्रेसको पार्टी अध्यक्ष भएर पार्टी सभापति भएर सुनिल शर्माले अब हाँक्नुपर्छ क्या, नयाँ पार्टी बनाएर। म चाहिँ त्यो भन्ने मान्छे हो। त्यसले गर्दाखेरि म के भन्छु भने नि सम्पूर्ण लाएर पहिला दुर्गा प्रसादसँग सिक। हामीले के सहकारी ठगेको छ, ब्याङ्क ठगेको छ, ब्याङ्क ठगेको छ। यो स्कुललाई ऋणै छैन। के ऋण छ? 5 करोड रुपियाँ ऋण छ। 16 करोड थियो, अहिले घटाएर 5 करोडमा ल्याएको छ होइन प्रिन्सिपल सर, किस्ता तिरिरहेको छ। मेडिकल कलेजको पनि अस्ति एउटा विकास न्युज भन्नेले लेखेछ, विवादित मेडिकल व्यवसायीको 4 अरब रुपियाँ ऋण 139 करोड कमाएछ भनेर। त कमाउँदो रहेछ नि त। त त्यहाँ किन लेख्न सकेन कि उसले ब्याज तिरेको छैन भनेर? ब्याज त तिरेछ, किस्ता तिरेछ। मैले त जसले तिर्न सकेन उसको सम्पत्ति जोग उसलाई लिलाम नगरौँ पो भनेको त, नठगौँ पो भनेको त। मैले सहकारी ठगेको छ, मैले ब्याङ्क ठगेको छ। लु त कुन चाहिँ ब्याङ्कले भन्छ? तपाईँलाई म ग्लोबल आइएमई ब्याङ्कको सिओको नम्बर दिन्छु, ल सोध्नुहोस् त। उहाँले लिड गर्नुभएको छ। नेभिल ब्याङ्कको सिओ छन् मनोज ग्यावाली, उहाँलाई सोध्नुहोस् प्रश्न दुर्गा प्रसादले किस्ता तिरेछ कि छैन भनेर। कर्जा सूचना केन्द्रमा क्लियर हो दाइ तपाईँ? कर्जा सूचना केन्द्रमा कहिले पनि पर्दैन। आजसम्म मैले 46 सालदेखि ऋण लिएर भैँसी पालेदेखि अहिलेसम्म आउँदाखेरि आजसम्म कर्जा सूचनामा छैन। अब कहिले पर्नु त? तिरेन भनेर किन अफवाह फैलाउँछन् त बाहिर? त्यो त डिप स्टेटका मान्छेले गरिहाल्छन्। नराम्रो बनाउनु छ अनि फटालाई राम्रो बनाउनु छ। बुझ्दै नबुझेर सहकारीको पैसा जसले खायो उसलाई हिरो बनाएको छ। तपाईँको बारेमा बुझ्दै नबुझेर चरित्र हत्या गर्नेहरूलाई के भन्नुहुन्छ? होइन उनीहरूले बिस्तारो बुझ्छन् क्या। ऊ अहिले भेटायो नि त, मेरो विरुद्ध गर्थे नि बाहिर। अहिले यत्र बम झरेपछि थाहा पाउनु थालेनन्। नेपालले बिहार खोज्दो रहेछ कि रहन्छ? पाकिस्तानमा विद्यालयहरू बन्द भइसके दाइ, इन्धन नभएर। गोवाका होटेलहरू बन्द हुने अवस्थामा छन्, आधा जति बन्द भइसके। अब त्यो हावा नेपालमा पनि आउँछ, नेपालमा पनि पेट्रोलियम पदार्थ अभाव हुन्छ, ग्यास पनि पाउँदैन। अब जुन कुरा तपाईँले पहिलेदेखि भन्दै आउनु भएको थियो, विदेशी हस्तक्षेप बढ्छ, मध्यपूर्वमा आक्रमण भइसकेपछि नेपालीहरूलाई गाह्रो हुन्छ भन्नुभएको थियो नि, त्यो प्रष्ट रूपमा अहिले आँखा अगाडि आयो। मध्यपूर्व स्वर्ग थियो होइन, सबैलाई कमाउने ठाउँ थियो होइन? हजुर। खाडी मुलुक। हजुर। आज के भयो? नेपाल पनि अब त्यही हुन्छ 10 वर्ष पछाडि। त्यसको मेन कारण के हो त? मेन कारण भनेको जुन दिन हिन्दू अधिराज्य हटाइयो, राज संस्था हटाइयो नि, यही ठाउँमा ल्याउनलाई। किनभने विश्वमा अमेरिका के चाहन्छ भने आफ्नो साम्राज्यवाद फैलाउन चाहन्छ, आफ्नो कन्ट्रोलमा लिन चाहन्छ अमेरिका। त्यसको लागि नेपालीहरू बिके। त्यसका लागि नेपाली त जम्मै बिके त। कसलाई माया रहेछ? मैले भन्ने अघि यही धरतीले आर्मीको चिफ बनाएको होइन, मेडल दिएको होइन, पुलिसको आइजिपी बनाएको होइन। तिनले नै मिलेर जिम्मा लायो त, चुनाव गराएर हामीलाई थुनेर। अनि तिनलाई के भन्नु? तपाईँलाई चाहिँ भन्ने ठाउँ प्रष्टै छ दाइ, तपाईँलाई थुनेर चुनाव गराएको छ। मलाई त थुनेर चुनाव गराएको छ। म त रोको छु चुनाव गरेको दिन।